पैसा मेरो एकदमै मिल्ने साथी हो। पैसा मसँग बार आउँछ, हर बार आउँछ, हर रात आउँछ। पैसा मेरो एकदमै मिल्ने साथी हो। पैसा कमाउन एकदमै गाह्रो छ। पैसा रुखको बोटमा फल्दैन, मेहनत गर्नुपर्छ अनि पैसा आउँछ। र यस्तै यस्तै स्टेटमेन्ट्सहरू हामीले बच्चैदेखि सुन्दै आएका हुन्छौँ भन्दा सुन्दै आएका छौँ। हरेक नेपालीले यो शब्द काहीँ न काहीँ कोही न कोहीबाट सुनि आएकै हुन्छ। अनि यही शब्द सुन्दा सुन्दै पैसालाई लिएर हाम्रो हेर्ने दृष्टिकोण पनि कुन चाहिँ दृष्टिकोण भन्दा सबकन्सियस माइन्डमा हुने पर्सेप्सन यानि दृष्टिकोण, त्यसले गर्दाखेरि हामीले लाइफमा ब्लकेजेसहरू फेस गरिराख्नु पर्ने हुन्छ विदाउट नोइङ त्यो ब्लकेज चाहिँ यो टर्म्सहरू हाम्रो माइन्डमा डिप रुटेड छ अनि त्यसको कारणले चाहिँ त्यो ब्लकेज आइरहेको हो भनेर थाहा नपाइकन ब्लकेज फेस गर्नुपर्छ हामीले। सो अब के गर्न सकिन्छ त भन्दा यो जुन बिलिफ सिस्टम हामीभित्र छ, जुन शब्द पैसालाई लिएर जुन शब्द यानि जुन नेगेटिभ टर्म्सहरू हाम्रो सबकन्सियस माइन्डमा प्याटर्न बनेर बसेको छ, त्यो प्याटर्नलाई ब्रेक गर्नुपर्छ। यदि त्यो प्याटर्न ब्रेक गरिएन भने वी विल अलवेज ह्याभ इस्यु फाइनेन्सियली। सो वाट यु क्यान डु इज स्टार्ट अफर्मिङ मनी लभ्स मी। पैसा मेरो एकदमै मिल्ने साथी हो। पैसा मसँग बार आउँछ, हर बार आउँछ, हर दिन आउँछ, हर रात आउँछ। पैसा मेरो एकदमै मिल्ने साथी हो भनेर एभ्री नाइट बिफोर यु गो टु स्लिप, सुत्नुभन्दा अगाडि र बिहान उठिसकेपछिको 5 मिनटमा यो शब्दहरू आफूलाई रिपिट गर्न थाल। अनि त्यसपछि यु विल सी अ सडन चेन्ज। अब सडन भनेको आज गर्न थाल्यो भोलिबाटै चेन्ज हुन्छ भन्ने चाहिँ होइन। इफ यु डु इट कन्टिन्युसली फर एटलिस्ट 21 days, योर मनी बिलिफ, योर मनी सिस्टम, मनीको बिलिफ जुन छ तिम्रो सिस्टमभित्र त्यो चाहिँ बदलिएर मनी विल स्टार्ट फ्लोइङ टु यु।